मान्छेहरू चाहिँ हेर्ने हो भने अहिले चाहिँ कस्तो छ भन्दाखेरिमा चाहिँ एकदम कर्पोरेट हाउसको मान्छेहरू प्योरली चाहिँ बिजनेस हाउसको मान्छेहरू चाहिँ के छ भन्दाखेरिमा एजुकेसनबाट राम्रो मुनाफा छ भन्ने सोचेर चाहिँ उहाँहरू आएर लगानी गरिरहनु भएको छ। एजुकेसनलाई खास गरी भन्ने हो भने एकदमै व्यापारीकरण गरिएको केही बिजनेस हाउसहरूले गरेका छन्। तर एकाडेमिक इन्स्टिट्युसन खोल्दै गरेका मान्छेहरूलाई उनीहरूको ब्याकग्राउन्ड के हो भन्ने कुरा चाहिँ आइडेन्टिफाई गरेर होइन गर्न सक्ने हो भने त व्यवसायीकरण हुनबाट रोक्न सकिन्छ एउटा कुरा। अर्को दोस्रो कुरा के गर्ने तपाईँ यदि सरकारी स्कुलको आजको दिनमा सरकारको लगानी एउटा विद्यार्थीमाथि हेर्ने हो भने झन्डै वार्षिक 75,000 भन्दा बढी भनेको चाहिँ त्यो इन क्यासको कुरा। भौतिक पूर्वाधार सबै के छ भन्दाखेरि निःशुल्क छ होइन। भौतिक पूर्वाधार त नेपाल सरकारकै हो भने त्यहाँ पढाउने टिचरलाई गरेको लगानी र शिक्षा क्षेत्रमा गरेको लगानी चाहिँ हेर्ने हो भनेदेखि चाहिँ एउटा विद्यार्थी बराबर वार्षिक 75,000 रुपियाँ चाहिँ के लागिरहेछ खर्च लागिरहेछ। तर निजीमा हामी गयौँ भने आज एक कक्षामा पढाउने विद्यार्थीहरूलाई कम्ती तपाईँको चाहिँ धेरै लिने भनेको महिनाको चाहिँ वर्षको चाहिँ 6-7 लाख रुपियाँ फी लिने स्कुलहरू पनि छन्। तर वर्षको 20,000 मा पढाइदिने स्कुल पनि छ नि त। राज्यले आज 75,000 मा एउटा विद्यार्थीलाई चाहिँ खर्च गरिरहेछ सरकारी स्कुलमा। निजीहरूले त्यही कुरा चाहिँ 20,000 25,000 12,000 18,000 मा चाहिँ सम्पन्न गरिरहेका छन् भने निजी कसरी महँगो भए भनेको चाहिँ महँगो भनेको के एउटा दुईटा कलेज एउटा दुईटा स्कुलले चाहिँ एउटा राम्रो इन्फ्रास्ट्रक्चर बनाएर त्यसलाई चाहिँ प्यारेन्ट्सलाई कन्भिन्स गरेर क्यापेबल मान्छेहरूलाई कन्भिन्स गरेर चाहिँ त्यहाँ भर्ना गराइरहेछन् भने चाहिँ एजुकेसन चाहिँ व्यापारीकरण भयो भनेर भन्न मिल्छ जस्तो लाग्दैन होइन। त्यो त राज्यको निकाय हो नि त। उसले चाहिँ दिएको छ भने त्यो खालको कम्प्लायन्सहरू त्यो खालको चाहिँ के फेसिलिटीहरू दिएको छ कि छैन त्यो कुरा पनि हेर्नुपर्छ। त्यसले गर्दाखेरिमा चाहिँ नेपालको एजुकेसन ग्रोइङ फेजमा छ डेफिनेटली। तर के छ त भन्दाखेरिमा यसलाई चाहिँ अलिकति व्यापारीकरण भन्दा पनि अलिकति व्यवसायीकरण गरेर जाउँ भन्ने मेरो कुरा हो। व्यवसायीकरण भनेको के हो त भन्दाखेरिमा चाहिँ आज विद्यार्थीलाई भर्ना लिइसके पछाडि त्यो विद्यार्थीको भोलिको चाहिँ जब करियर के हो त। त्यो विद्यार्थीलाई चाहिँ हामी नेपालमा मात्र होइन हाम्रा चाहिँ छिमेकमा भएका यता चाहिँ बिगेस्ट कन्ट्रीहरू छन् बिगेस्ट पपुलेसन छ त्यो कन्ट्रीहरूमा लगेर हामीले प्लेसमेन्ट गरिदिन सक्ने वातावरण क्रिएट गर्न सकियो भने राज्यले त्यो खालको चाहिँ करिकुलम बनाइदियो भने जस्तो म एउटा इक्जाम्पल लिन्छु। मैले अहिले लामो कुरा गरेँ। आज 7औं 8औं सेमेस्टरमा पढ्ने विद्यार्थीहरूलाई यदि ऊ कलेज नआइकनै उसले चाहिँ इन्टर्नसिप प्रोजेक्ट गर्ने इन्भाइरोमेन्ट बन्यो भने त हामीले त इन्डियामा चाइनामा लगेर अथवा अरू कन्ट्रीमा लगेर प्लेसमेन्ट गरिदिन सक्छौँ। उसले त्यहाँ गएर इन्टर्नसिप गर्छ प्रोजेक्ट गर्छ पैसा पनि कमाउँछ उसले एकाडेमिक पनि पास गर्छ। अनि एउटा दुईवटा विषय भनेर चाहिँ 8औं सेमेस्टरमा सम्म चाहिँ विद्यार्थीलाई कलेजै आउने वातावरण बनाइदियो भने ऊ त नेपालभन्दा बाहिर गएर इन्टर्नसिप गर्न त सक्दैन। अनि नेपालमा इन्टर्नसिप गर्नुको लागि त एकदम लिमिटेड अर्गनाइजेसन छन् लिमिटेड कम्पनीहरू छन्। त्यसले गर्दाखेरि त्यो इन्टर्नसिप अपर्च्युनिटी नपाउने। तर त्यही विद्यार्थी चाहिँ के छ भन्दाखेरि बाहिर जाँदाखेरिमा पढ्दै लाखौँ रुपियाँ पैसा कमाइरहेको तपाईँ हाम्रो आँखा अगाडि सर्लङ्ग छ। किन नेपालमा विद्यार्थी बस्न चाहँदैन भने त्यति नै पैसा खर्च गरेर अलिकति त्यसमा थोरेर जस्तै हामी यहाँ 5-7 लाखमा ग्रेजुएट डिग्री अन्डर ग्रेजुएट डिग्री गराइरहेछौँ भनेपछि उनीहरूले गएर त्यहाँ 15-20 लाख रुपियाँ चाहिँ तिर्छन् वर्षको 70-80 लाख रुपियाँ खर्च हुन्छ 4 वर्षको डिग्री गर्दाखेरि। हामी हेरौँ न हाम्रो नेपालको एजुकेसन कहाँनिर चाहिँ महँगो छैन भन्दाखेरि हामीले 4 वर्षमा 4 लाख 5 लाख 6 लाख 8 लाख 10 लाखमा गराउन सक्ने ग्रेजुएसन गर्न सक्ने डिग्री आज विदेश जाने विद्यार्थीहरूले अस्ट्रेलिया युएस जाने विद्यार्थी कम्तीमा 15-20 लाख रुपियाँको म्यानेज गरेर जान्छ भनेको के हो त। त्यो 1 वर्षको फी हो। 4 वर्षमा त उसले चाहिँ 70-80 लाख रुपियाँ पैसा तिर्नु पर्यो। त्यो 70-80 लाख रुपियाँ पैसा चाहिँ उसले कसरी तिर्छ भन्दाखेरि कमाएर तिर्छ र कमाएर कलेजको फी मात्र तिर्दैन आफू बस्ने खाने मात्र गर्दैन। उसले कमाएर आफ्नो घरमा पनि महिनाको 1.5-2 लाख रुपियाँ पैसा कमाइरहेको छ भने त्यो अवसर पाउने भइसकेपछि त विद्यार्थी जसरी पनि जान्छ नि त। त्यसले त्यो वातावरण चाहिँ हामीले यहाँ बनाउन सक्छौँ त्यो सम्भावना छ। तर राज्यले चाहिँ त्यो कुरामा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ।